हेलो गुड मर्निङ सबैजनालाई। आज पनि म तपाईँहरूको लागि अर्को नयाँ भिडियो लिएर आइसकेको छु र आज चाहिँ मैले ब्लग चाहिँ घरबाट नै स्टार्ट गरिरहेको छु। अहिले चाहिँ बिहानको 7 बजिरहेको छ र आज चाहिँ हामी च्याट्टा परेर कहाँ जाँदैछौँ भन्दाखेरि छाब्दी बराही मन्दिरको चाहिँ दर्शन गर्न जाँदैछौँ र छाब्दी बराही चाहिँ तनहुँ जिल्लामा छ है र कतिपय प्रायः सबैलाई थाहा होला, एकदमै प्रख्यात ठाउँ होइन, सबैजनालाई अवगत होला र कतिपयलाई थाहा नहोला। यो चाहिँ तनहुँ जिल्लामा पर्दछ र अहिले चाहिँ म्याडम चाहिँ रेडी हुँदैछ र म र म्याडम जाँदैछौँ बाइकमा। बाटो चाहिँ अलिकति यो डुम्रे बेसरको बाटोको यो तुरतुरेतिर चाहिँ अलिकति खराब छ। सो हेरौँ के हुन्छ। अलिकति बाटो चाहिँ त्यतातिर चाहिँ निर्माण कार्य सुरु भइरहेको छ नि त, त्यता चाहिँ अलिकति खराब छ र मौसम पनि आज अलिकति त्यति उज्यालो छैन। यति बेला चाहिँ पानी परेको थियो भने अहिले चाहिँ पानी चाहिँ परेको छैन, तर हुस्सु लाएर यस्तो छ, हुस्सु लाएर यस्तो कन्डिसनमा छ। हेरौँ जस र अहिले चाहिँ अब निस्किन लाग्यो। अब बिस्तारै म्याडम रेडी हुन्छ र म बाटोको क्लिपहरू खासै निकाल्दिनँ होला। हेरौँ के हुन्छ बाटोतिरको क्लिपहरू र त्यति खिच्दिनँ जस्तो लागिरहेको छ र थोरै थोरै क्लिपहरू लियो भने म तपाईँलाई देखाउने हुन्छु, नत्र भने म एकैचोटि छाब्दी बराही मन्दिर दर्शन गरेको भिडियो तपाईँलाई देखाउने हुन्छु भन्दै अहिलेको लागि चाहिँ यति नै। बाटोतिर गएर भेट्ने छौँ। हेलो गाइस, हामी चाहिँ अहिले पालुङटार कटेर पनि यता आइसकेका छौँ र पालुङटारको बाटो चाहिँ अति नै दामी रहेछ। जस्ट प्लाइ डबल लाइनको बाटो रहेछ र पिच यस्तो दामी देखिएको छ र यतापट्टि यस्तो दामी फाँट देखिएको छ कि यो ठाउँ चाहिँ कुन हो भन्ने चाहिँ मलाई एकदमै चाहिँ थाहा भएन, तर पनि अति सुन्दर छ र यहाँबाट अझै पनि कति लाग्छ भन्ने कुरा चाहिँ त्यति यकिन थाहा भएन। र उतापट्टि पारिपट्टि नि बजार देखिरहेको छ, कुन बजार हो त्यो पनि खासै थाहा भएन है। हामी चाहिँ पालुङटारको बाटो हुँदै जाँदैछौँ अहिले। पालुङटारको भित्री बाटो, किनकि डुङ्ग्रे बेसरको बाटो चाहिँ अलिकति मर्मत कार्य भइरहेको चाहिँ हिलो बढी छ नि त र एकदमै दामी रहेछ यो बाटो। तपाईँहरू पनि यो बाटो यदि तपाईँहरू डुम्रेतिर जाँदै हुनुहुन्छ भने यो बाटो हिँड्दा अति नै बेस्ट हुन्छ जस्तो लाग्छ। र यस्तो दामी ठाउँ देखेर चाहिँ मैले थोरै क्लिप लिएँ बाटोको र यस्तो दामी देखिएको छ। अब उतातिर गएर भेट्नेछौँ। अहिलेको लागि चाहिँ यति नै। ल है गाइस, हामी चाहिँ यसरी अफरोड पायो, अफरोड पनि तर नट ब्याड।
घर गाउँमा भएको यो चाहिँ डुम्रेको विमलनगरको चाहिँ भाइला रोड है बजार हामी चाहिँ नयाँ बाटो आएको हो सो हामी चाहिँ यता पालङचरको बाटो हुँदै भित्री बाटो आएको अब डुम्रे यो चाहिँ डुम्रे बजारबाट हामी दमौलीबाट चाहिँ बल्ल हामी चाहिँ छाप्दी आएको लागि चाहिँ छिप्पिने छौँ डुम्रे होला हामी चाहिँ डुम्रे बजारबाट चाहिँ दमौली ओके यो चाहिँ डुम्रे बजार अहिले चाहिँ एकदमै व्यवस्थित रोड भएको छ सो एकदमै दामी देखिएको छ चाहिँ अहिले खाब्दी पराई मन्दिर आइसकेको छौँ अहिले चाहिँ 10:15 भइसक्यो हामी आएर चाहिँ अहिले भर्खरै यहाँ बाइक चाहिँ यता पार्किङमा राखेर यहाँ झिक्दै यहाँ छ कि पार्किङको पनि कति हो लाग्ने लाग्दैन यहाँदेखि अब उता त हुन्छ अरे छैन नि अब हामी चाहिँ अहिले यहाँबाट अब 22 फुट मन्दिर मजामै मजा यहाँबाट अब त्यति धेरै चाहिँ छैन यो चाहिँ छाब्दी रहेको मन्दिर हामी चाहिँ बजार किन चाहिँ पूजा खुवाइदिएँ मलाई दर्शन हजुर दर्शन ए ल हस् ल हस् हस् ल यो चाहिँ पुरै छाब्दी बजारको मन्दिर यो चाहिँ छाब्दी पराई मन्दिर किन चाहिँ चल यो धुल जस्तो माछाले खान्छ के र मजाले खान्छ तल चर्ने पिम्रिलो चर्ने यो जोलो ढल्ला खुजुरो पैसा
बोक्रा फालेर दिनुपर्छ कस्तो मजाले खान्छ दाना दिन त मिल्छ नि हजुर दिन मिल्छ दिनु मिल्छ अरूलाई दिनु नि त चामलहरू यताउता एकदमै रमा गर्छ खानु पाउने चामल यो रमा गर्छ बिचरा खानु पाउने केरा फालफुल सुन्तला स्याउ यस्तो बत्ती लाउनु त्यसको कहिले आएको कति हो यसको यो दुनाको त दुना दुना फ्रीमा होला नि यहाँ सालको रुखहरू टन्नै होला नि सागहरू त सधैँ हामी नजिक छैन उहाँ माथि काँटो पुग्नु पर्छ त्यही पनि पातै छैन फाइनली हामी चाहिँ अब मन्दिर प्रवेश गर्दैछौँ फाइनली मन्दिर प्रवेश मन्दिर प्रवेश ओके गाइस जुत्ता खोल्नुपर्छ अब खाना पनि भयो हजुरले माथि माथि 62 नम्बर हुन्छ ओहो ल छाब्दी पराही मन्दिर पनि प्रवेश गयो आजकल जानुपर्ने होला नि यहाँ चोखो निदो भएर चाहिँ यहाँ माछाको धारा माछाको धारा है गाइस अच्छा मन्दिर प्रवेश पनि गयो तल तल जानु अनि त्यहाँबाट बनाउँदै जुमिङ आउट गर्दै अहिले त पुरा व्यवस्थित बनाएर चाहिँ त छुट्टै उसो पैसा चाहिन्छ छ र पैसा चाहिँ पऱ्यो आफ्टर चाहिँ क्यालेट मिलेको यो लाइन रहेछ नि त ओहो लाइन सिस्टम रहेछ नि त अहिले त यसरी जाने हो यसरी जाने अहिले हजुर हजुर त्यहीबाट ए ल छोरा शादी भयो ए मान्छेको लाइन चामल नि फाल्छ यहाँ चाहिँ माछालाई केरा दिँदैछ त्यही क्याले चाहिँ
हामी चाहिँ यहाँ मन्दिरभित्र पनि प्रवेश चाहिँ गरेको छैन भित्रबाट बसेर मान्छेको लाइन क्युब रहेछ सो लाइनमा बसिरहेका छौँ अहिले चाहिँ यतापट्टि चाहिँ माछाको पोखरी यो चाहिँ मेन साइज ठाउँ यहाँदेखि मन्दिर पुरै माछाको पोखरीहरू छ यहाँको मेन भनेको माछा हो एकदमै माछाहरू चाहिँ त्यस्तै छ अब हामी पूजा गर्दैछौँ कति गाइस अब एकछिन हेर्नुपर्ने छ हामी चाहिँ त्यहाँ पूजा गरेर पनि पनि अब चाहिँ त्यहाँबाट हामी यता पूजा मेन मन्दिर पूजा गरेर सकेर चाहिँ यतापट्टि निस्किसकेका छौँ र निस्केर पनि यहाँ चाहिँ यस्तो माछाहरू छ यो सबै हामी जान्छौँ यहाँ तर पहिला अलिकति छुट्टै थियो अहिले चाहिँ अलिकति चेन्ज गरेर चाहिँ यो संरचनाहरू अब यहाँबाट निस्किने हामी चामल होइन केरा दिएन टाढा पिन्छ म हजुर मिल्यो अब चाहिँ हाम्रो पूजा कार्यक्रम सकियो अब एउटा फोटो सट ल्याएर हामी चाहिँ ब्याक भोलिपट्टि गएर खानासाना गएर चाहिँ हामी फर्किनेछौँ यहाँ चाहिँ ऐना पनि छ यस्तो ऐना पनि छ यहाँ मुनिपट्टि हाल्ने के भयो तपाईँको मनले थोरैले म चढाइदिन्छु यहाँ बाम पनि छैन बाम निस्किने क्या बाम माछा नै हुन्छ होइन पहिला सुरु थियो नि त अहिले अर्को बनाएर कि ओके मेरोबाट खिच्दियो नि हुन्थ्यो ड्राफमा हाल्दै यताबाट खिच्यो नि यिनको उड्याउडै गर्दो रहेछ उड्छ कि मेरो हेर्नु Dua mi pun beri ya beri. Bali jam. Ada pujian tak? Kenapa? Kalau marah jangan. Enggak namaste karela. Shari. Shak.
आकाश चढ ओके गाइज हामी चाहिँ अब पूजापाठ गरेर पनि सकेर चाहिँ सबै कुरा भयो बत्ती सत्ती बालियो बालेर पर्छ हामी अब रिटर्न ब्याक हुनेछौँ अब एकैचोटि चाहिँ खाना खाने ठाउँतिर भेट्नेछौँ सो यतातिर चाहिँ ए यताबाट बाटो यताबाट एकछिन ल त्यहाँ चाहिँ छाती बराही माईको जय होस्। ओके गाइस हामी चाहिँ पूजा सबै सकेर फोटो लियो अब सकेर चाहिँ हामी चाहिँ अब मुनि झर्दैछौँ अब मुनि झरेर जुत्ता सुत्ता लाएर चाहिँ खानासाना खान्छ अब खाना खाने बेलामा एकछिन भेटिन्छौँ र नत्र पनि अलमोस्ट लाग्ने सकियो आजको लागि चाहिँ म सायद खाना खानु ओके गाइस अब चाहिँ खाना खाने बेलामा भेट्नेछौँ अघि लागि चाहिँ खानामा चाहिँ यो चाहिँ चिकन सुप दाल अचार मुला सब्जी छ अब चाहिँ खानासाना सुरु गरौँ खानासाना खाएर लेबनले चाहिँ खानासाना खाएर चाहिँ अब डुङ्गेतिर जान्छौँ घरतिर फर्किन्छौँ ल खानासाना खाएर अब हामी घरको लाग्छौँ भ्लग चाहिँ यतिमा गाइस सबैजना मलाई लाइक गर्न सेयर गरिदिनु होला भन्दै